साथीहरु हेर्नु न यो मेरो नङ त मेरो पहिल्यै थियो हैन। अनि त्यहाँ पार्लरको बहिनीले त्यहाँ एउटा सिक्ने बहिनी आएको रहेछ नानी, उसलाई चाहिँ यो नङमा यो डिजाइन गर्न सिक्नुपर्ने रहेछ। अनि उसले मेरो नङ देखेर चाहिँ हजुरको नङमा म यो गर्छु नि, यो पोलिस लगाएर म सिक्छु भने। अनि मैले पनि लौ भनेर दिएँ। 1 महिना भयो, राम्रो त एकदम राम्रो हुँदो रहेछ। अहिलेसम्म यो पालिस गएकै छैन, 1 महिना भयो मैले यो लगाएको, पालिस चाहिँ गएको छैन। अनि यो नङ बढ्दै बढ्दै गएपछि माथि माथि सर्दै जाने रहेछ। अनि अलिअलि माथि माथि सर्दै गएपछि यहाँ अलिअलि पर्दै जाँदो रहेछ। यो बोक्रो के यो यति बाक्लो लगाएको हुन्छ नि, यो जेल हो कि के हो। अनि यताउति कपाल अल्झिने ओर्ने गर्न थाल्यो। त्यसपछि मैले उकाइ यति यति ठाउँ पनि खाली गरिसकेँ। ल हेर्नु, यति यति ठाउँ नि खाली गरिसकेँ। अनि 3 दिन भयो के यो औँला, 3 दिन भयो। यसो त्यो के काम गर्दाखेरि भित्तामा डङ्ग ठोक्या थियो। पहिला नि यो नङ औँला कति ठोकिन्थ्यो, कहिले दुख्या थाहा थिएन। अहिले त यो यति दुखेछ, कहीँ केही काम गर्नै मिल्दैन, ठस्सै यहीँ ठेस लाग्छ, यति दुख्छ। यो यति हेर्ने यो लोप्रो यति उक्किया छ क्या, अलिकति उक्किएर यस्तो दुख्या छ। म त पहिला किन दुख्यो यसरी भनेर मैले पत्ता लगाउन नसकेँ। त मैले यो माथि जेल लगाएको यो डिजाइन गरे भएर यो लोप्रो फाल्ने उपाय बताउनु पर्यो मलाई साथीहरु। तपाईहरुलाई थाहा छ भने यो लोप्रो उक्काएर फाल्ने कसरी हो, यसको उपाय बताइदिनु पर्यो प्लिज प्लिज। म मर्नै लागिसक्यो, केही काम गर्न मिलेन। जे काम गर्दा नि यही औँला जान्छ अगाडि, यही ठोक्किन्छ, भुतुक्कै हुन्छु। राम्रो त राम्रो, के गर्ने, यस्तो गाह्रो हुँदो रहेछ ठेस लाएर दुखेर। फेरि यहाँ जे गर्ने, कपाल कति अल्झिया हो यो, कपाल अल्झिएर यहीँ दुख्छ। अहिले त यसै कोटाइ फालिसकेँ, गइसक्यो। अब यो सबै कोटाउन नि मिल्दैन, जम्मै टाँसिया छ। यो चाहिँ लोप्रो कसरी फाल्ने, यहाँनिर फटेर यो अलिकति आँपा छ, यति दुख्या छ। यो फाल्ने उपाय हजुरहरूलाई थाहा छ भने प्लिज कमेन्ट गर्नु है त।